So hello everyone, good morning. So आज चाहिँ हामीले जम्मै चारवटा हामीले बनाएको छौँ ब्रेडमा. सो फर्स्टमा चाहिँ हाम्रो यहाँनिर चाहिँ गार्लिक ब्रेड स्टिक छ. अर्को भनेको चाहिँ हामीले बर्गर बन बनाएको छौँ. अनि अर्को भनेको चाहिँ हामीले ब्रेडको स्लाइस ब्रेड बनाएको छौँ. यहाँ हामीले कटिङ पनि गरिसकेको छौँ. यो चाहिँ हाम्रो सो हामीले चाहिँ यो फाइनल रिजल्ट हेर्न सक्नुहुन्छ. फिनिसिङ पनि एकदमै राम्रो आएको छ. स्लाइस ब्रेड, यो हाम्रो बर्गर बन, यो हाम्रो गार्लिक ब्रेड रहेको छ यिनीहरू चाहिँ. सो आज चाहिँ म यसलाई चाहिँ म बर्गर बनलाई चाहिँ कट गरेर हजुरहरूको सामुमा देखाउँछु यहाँनिर. सो यसलाई चाहिँ सुरुमा चाहिँ हामीले यसरी राखिने, त्यसमा धेरै पनि थेप्साउनु हुँदैन, फेरि क्याचक्क हुन्छ. ठिक्क हातमा राखेर त्यसको चाहिँ बिचबाट मिडल पार्टबाट चाहिँ हल्का यसरी सिधा गरेर कटिङ गर्नु पर्यो. एकदम सिधा उयोमा है हुन्छ. यस्तो राम्रो फिनिसिङ आएको छ. सो अर्को भनेको चाहिँ हाम्रो यहाँनिर हेर्न सक्नुहुन्छ. यो चाहिँ गार्लिक ब्रेड. यसलाई चाहिँ हामीले ट्विस्ट गरेर पनि गर्न सक्छौँ. हेर्न सक्नुहुन्छ एकदम राम्रो आएको छ. यो चाहिँ हामीले आज क्लासमा हामीले गरेको यो चाहिँ हो डेमो जस्तो. सो सबैजनाले बेकिङ सिक्नुहुन्छ भने आउन सक्नुहुन्छ. थ्याङ्क यू. कस्तो छ टेस्ट? टेस्ट पनि गरिरहेको छु. यो चाहिँ मैले आफैले बनाएको हो, किन अहिले टेस्टको लागि भन्छु. एकदम मिठो छ. तपाईँहरू सिक्न चाहनुहुन्छ भने बेकिङको लागि चाहिँ आउन सक्नुहुन्छ. सो बाई बाई, थ्याङ्क यू.